जुगाको दबाई लगाइदिनु न प्लिज। ऊ लु म त भाग्छु होला हौ घर। कस्तोमा लाउनुपर्छ अन्त त्यो डरले भने होइन। अन्त म चाहिँ के भन्नु भयो नि त। ठिकै हेलो अनि गुड मर्निङ। फेरि हजुरहरूलाई मेरो अर्को युट्युब भिडियोमा स्वागत छ। आज चाहिँ हामी निङ्गुरो टिप्नु गएको। सधैँ चाहिँ हामी सिस्नु टिप्नु जान्थ्यौँ नि मेरो सिस्नु टिप्ने पार्टनर गाई। हेलो म्याडम। कसको घर हो? फुपूको। तपाईँहरू बस्नुहुन्थ्यो यहाँ? ए तपाईँको घर हो? के हो यो चाहिँ? यल्लो दाना के हो यो सुस्मिता? दाँतको दाँत दुखेको दाँतमा किराहरू लागेको छ भने चाहिँ यसको धुवा यसरी सुँगुरो कसरी यो चाहिँ बङ्गाली बनाएर यस्तै तान्नु कपाल झर्छ नि यसलाई चाहिँ स्ट्याप्पै लगायो होइन कपालमा अन्तखेरि बेलामा यसो लगायो अनि छोपेकोमै हो। त्यहाँदेखि चाहिँ एकैचोटि बिहान नुहायो। पुरा चिपचिपा रहेछ त। यो चिपचिपै लगाउनु कपाल पलाउँछ अरे झरेको छ भने यसले। यो चाहिँ रह्यो तितेपाती। तितेपाती के को दबाई? नाकको खुन। कस्तो नाकको खुनको दबाई हो? कस्तोमा लाउनुपर्छ? त्यो डरले माथि छिरायो भने त झन् खुन आउँछन्। मार्गीहरू लाग्दाखेरि पो होला होइन। ए त्यो खुन आउँदाखेरि ब्लक गर्ने मात्रै होइन त तितेपाती। त्यस्तो यता त गाई गोठहरू मात्रै रहेछ बेसी। ओ मुखु ए उसको बच्चा रहेछ नि। ल कुकुर आयो, उसको मम्मी आयो। कति क्युट नि टोक्छ है। ल ओइ के आबेसी। एउटा 2 3 4 5 6 7 8 9 खै एउटा ए त्यहाँ 10 वटा देखेँ। हेलो स्विटी। हेलो। मौरीको डुर पनि रहेछ। बस्दैछ मौरी। कति बेसी नि? निरवको कुकुर हो? क्या बेसी रहेछ। अम्बो लो छ्या सिमराई चाहिँ जहिले मैलो पानीमा मात्रै हुन्छ नि। घोडाको दुध खानेहरू है यो अगाडिको चाहिँ। यस्तो हिँड्यो भन्दा न। हिन्दी चाहिँ बोल्नु सिक्नु पर्ने रहेछ है। त्यस्तै हुन्छ नभए अस्तिको पोस्टम्यानसँग अवार्ड परे जस्तो। कुनै के भन्यो हिन्दीमा त्यो पछिलाई पनि के भन्यो। नै आई आज भी आपका बुक आया भने होइन। अन्त म चाहिँ के भन्नु भयो नि त। ठिकै धन्यवाद भने भनेर राखी पो थिएँ। के भन्छु अन्त त्यो सौरे नि चिन्डे। अब चाहिँ यहाँदेखि उता चाहिँ सुम्सी प्राइमेरी स्कुल जान्छ। यहाँदेखि उँभो चाहिँ चिन्डे जान्छ नि। हाम्रो निङ्गुरो सिस्नुको डेस्टिनेसन। यता चाहिँ सुम्सी स्कुल जान्छ। पुरानो गोठ मात्रै। कहाँ लाग्यो होला यहाँको गाईहरू? कहाँ सारे ढाँडे सारिदिएको छ। ढाँडे
कहाँ हो ढाडे चाहिँ यो पारि तिमी भएर जानु कतै के चाहिँ दिदी भने न भाउजूले भन्नु हुँदैन ठुली बस्थ्यो कि भन्ने अरे नि के भने अरे दिदी हाम्रो कान्छोसँग तपाईँको ठुली बस्थ्यो कि भन्ने अरे नि बसिदिनु नि अन्त हुन्छ यो बेहुली भएर फेरि खै जुगाको दबाई जुगाको दबाई लगाइदिनु न प्लिज ऊ लु म त भाग्छु होला हौ घर तर पोल्छ कि अहिले एकछिन चप्पल पनि कति डर हुन्छ यो लगाएपछि चाहिँ जुगा आउँदैन नि हार्पीको यी यहाँ रहेछ भाउजू हार्पिकले चाहिँ जुगा आउँदैन पस्यो मर्छ होला यता माथितिर पनि हालेन नटेर के पिल्चिँदैन पोल्छ पोल्नु चाहिँ घर छ भने चाहिँ पोल्छ खोइ हो वरिपरि त्यसो लगाइन्छ बन्द बन्द यो हार्पिक हो कि हार्पिकले चाहिँ मर्छ हार्पिक मैले चिने पहिला घोट्ने हार्पिकहरू चाहिँ हे भाउजूको हार्पिकले त काम गरेन ऊ आयो यी त्यसलाई भेटाएको छैन त त्यो आएकै छैन ओह्रो आउनु पऱ्यो नि भित्र पस्यो लु सबै मऱ्यो उयो हेर्दा त धन्यवाद यसरी हेर्नु ठुलो मान्छे हुनु भाग्यमानी राम्रो ज्वाइँ पाउँछ न अन्त जति हिँड्यो त्यति चिप्लो भए हुन्छ न अन्त पुरा गाज निस्किँदो रहेछ टेर्दैन अर्ग्यानिक भएर जुगानी कहाँ मान्छ त सानोतिनो दबाईले मर्नु त है यहाँ कन्याएर हेर्नु सबै जुगाले खायो यो सुँगुरको ऊ है के हो चारो कसैलाई सुँगुरको चारो चाहियो भने चाहिँ यहाँ आउनुपर्ने रहेछ है कन्ट्याक्ट मी इफ यु निड चारो फर सुँगुर देन कन्ट्याक्ट मी बिउ हो भन्दैछ बिउ कुहिएको छैन है कसले फेस थेरापी पिम्पल्स छ नि क्या जुगा तैँले पनि लगाएको अन्त फेस थेरापी गर्दैन यहीँदेखि पठाइदिउँ होला एक बट्टा है यस्तो बाटो अनि यता त मान्छेभन्दा बेसी घर गोठ छ त कहाँ गएको यताको मान्छेहरू सबै गोठ छोडेर घर छोडेर विदेश लाग्यो कि क्या हो जग्गा चाहिँ दामी छ तर रोडै छैन सामान बोकेर खानु साह्रो नि सौदा ए हार्पिकले चाहिँ मार्नु मात्रै होइन जुगा चाहिँ लासदेखि पनि के भन्नु सित्रदेखि नै सुकुटी बनाइदिँदो रहेछ हार्पिकको कमाली दामी मर्दो रहेछ नि